हेलो नमस्ते हजुरहरूलाई स्वागत छ मेरो यो छोटो भिडियोमा। आज म मिठो पिरो चिकन चटपटे बनाउँदैछु। त्यसको लागि चाहिँ मैले चिकनलाई मसिनो बनाएर काटेर फ्राई गरेँ। त्यसपछि भेजिटेबल्सहरू लिएर त्यसलाई मसिनो बनाएर काटेँ। अब म त्यो सबैलाई एउटा कचौरामा राख्दैछु। त्यो लसुन धनियाँ प्याज खुर्सानी गोलभेडा गाजर मुला सबैलाई राखेँ मैले। त्यसपछि अघि फ्राई गरेको चिकनलाई पनि राख्दैछु। अनि अघिको त्यो दुईटा चाउचाउलाई धुलो बनाएर राखेँ मैले। त्यसपछि त्यसको मसलाहरू पनि राख्दैछु। चना केरो छुटेको थियो त्यसलाई पनि राखेँ मैले। कागती निचरेँ। त्यसपछि थोरै बिरे नुन थोरै धुलो खुर्सानी त्यसलाई पनि राखेँ अनि थोरै तेल पनि राखेँ मैले। अब यो सबै मिक्स गर्दैछु। आज चाहिँ मैले भुजा राखेको छैन चटपटेमा। हामीले चाहिँ आज चाउचाउ मात्र खाने भनेर सबै मोलिसकेपछि मैले प्लेटमा राखेँ। प्लेटमा राख्दा त झन् कति राम्रो देखेको छ। रेडी भयो हाम्रो चिकन चटपटे। ल खाऊँ है त।